चिया खानु चाहिँ कतिको राम्रो? अब टीमा चाहिँ ट्यानिन भन्ने कम्पाउन्ड हुन्छ, त्यसले गर्दाखेरि चाहिँ आइरन एब्जर्प्सनहरूलाई चाहिँ हिन्डर गरिरहेको हुन्छ। त्यो भएर चाहिँ हामीले खाजा खाँदा चिया खान्छौँ, बिहान नि चिया नै खान्छौँ, त्यो चाहिँ अलिक राम्रो चाहिँ होइन। त्यसले चाहिँ आइरन एब्जर्प्सनमा चाहिँ हिन्डर गरिरहेको हुन्छ, आइरन डेफिसियन्सिजहरू हुन सक्छ। चिया धेरै खाएपछि चाहिँ आइरन डेफिसियन्सी हुने कुरा गर्नुभयो। अथवा आइरन डेफिसियन्सी भएको मान्छेहरूले चाहिँ अझ चिया चाहिँ नखाएको राम्रो। चिया खाने त हाम्रो चलनमै छ, कतिखेर चिया खाने अथवा कतिखेर चिया नखाने त्यस्तो के छ? चिउरा खाएपछि चिया खान्छौँ नि होइन, तर चिउरामा हामीले आइरन अलिक मजाले पाइन्छ। अब चिउरा खाजा खाएपछि हामीले चिया खायौँ भने चाहिँ त्यो आइरन जुन चिउरामा छ त्यो चाहिँ एब्जर्ब हुन सक्दैन कि चियाले गर्दाखेरि। त्यो भएकोले अब चियासँग चाहिँ केही फ्रुट्स अथवा खाजा त्योसँग नलिँदा चाहिँ राम्रो, केही समयपछि अथवा केही समय अगाडि नै खाने। त्यसो भए चिया एक्लै खानु पर्यो। चिया र बिस्कुट खाने कुरा पनि राम्रो भएन त्यसो भए। बिस्किट पनि अब फेरि प्रोसेस्ड फुडमै पर्छ, त्यो भएर मिनिमम अब थोरै चियासँग केही साथी नै चाहिन्छ भने चाहिँ खान त मिल्यो, तर अब फ्रुट्स भेजिटेबल्स अथवा आइरन रिच खानेकुराहरूसँग चाहिँ सबभन्दा नलिएको राम्रो।